उपस्थित सम्पूर्ण आदरणीय अग्रजनज्यूहरूलाई प्रभु येशू ख्रीष्टको पवित्र नाममा न्यानो अभिवादन तथा सबैलाई जय मसीह। सर्वप्रथम हाम्रो प्रियमा परमेश्वरलाई हामी लाखौं लाख धन्यवाद दिन चाहन्छौँ, किनकि उहाँको अनुग्रहद्वारा यो अमूल्य समय हामीले पाउन सकेका छौँ। मलाई समय दिनुभएकोमा सञ्जनज्यूलाई म धन्यवाद भन्न चाहन्छु। क्रिस्चियन सङ्घ कास्की नेपाल संस्थाको बारेमा भन्नुपर्दा लामो समयको अन्तरालपछि हाम्रो देशको सर्वसाधारण जनसमुदायको निम्ति तथा शिक्षक र आर्थिक विपन्नमा परेका हाम्रा आदरणीय पास्टर अग्रजहरू र प्रभुको मण्डलीहरूको निम्ति यो संस्था मेरुदण्डको रूपमा उदाएको छ अथवा उदाएको पाइन्छ। यो संस्था क्रिस्चियन सङ्घ कास्की नेपाल कसैको निजी संस्था नभई सोझो र इमानदारी पास्टर अग्रजहरू र प्रभुको मण्डलीहरूको निम्ति तथा राष्ट्रभित्र दमनमा परेका जनसमुदायको निम्ति साझा मार्गदर्शन र हामी सबै नेपालीहरूको साझा आश्रय पनि हो। त्यसकारण यो संस्था मूल आधारभूत सिद्धान्तलाई पछ्याउने र सम्पन्न गराउने सबैको साझा संस्था भएकाले यो संस्था आफैमा मूल्यवान छ भन्दै मेरो 2 शब्द यहीँ राख्न चाहन्छु। हुन्छ, धन्यवाद। सबैलाई जय मसीह। यहाँ उपस्थित सम्पूर्ण गुरुजनहरूप्रति र गुरुआमाहरूप्रति सम्पूर्णलाई मेरो क्रिस्चियन अभिवादन, जय मसीह। क्रिस्चियन सङ्घ कास्की नेपाल विभिन्न सङ्घर्षको बादमा पनि यो हामी अगाडि बढिरहेका छौँ र दर्ता गर्न पनि सफल भएका छौँ र यो कारणले यति महत्त्वपूर्ण छ कि म तपाईँलाई केही कुराहरू छटकरी भन्नेछु। यस संस्थाको आफ्नै मूल्यवान र आफ्नै गौरवता छ, तैपनि उद्देश्यहरूको कारणले गर्दाखेरि यस संस्थाले भविष्यमा सबै मानिसहरूको लागि र इसाई र गैर इसाईहरूको लागि पनि यो हितको काम गर्ने भएकोले यो चाहिँ अति नै महत्त्वपूर्ण छ र यसले चाहिँ मौलिक अधिकार र मानव अधिकारको बारेमा पनि मार्गदर्शन दिने गरेको हामी देखेको कारणले गर्दा यसले चाहिँ अति नै महत्त्वपूर्ण छ र पिछडिएका क्रिस्चियन अग्रजनहरू र दमनमा परेका र पीडित र सम्पूर्ण मानवको चाहिँ एउटा उद्धारको कार्य गर्ने भएकोले पनि यो चाहिँ अति नै महत्त्वपूर्ण छ र यसले सबैको हितको लागि काम गर्छ। कसैलाई यो संस्थाले चाहिँ कसैलाई दमन गर्ने, कसैको खराबी गर्ने काम यसले गर्दैन र यो बरु यसले भलाइ गर्ने, एउटा सबैजनाको भलाइ गर्नको लागि यसले चाहिँ कार्यहरू गर्नेछ। यस कारणले गर्दा पनि अति नै महत्त्वपूर्ण छ र यो चाहिँ नेपाल सरकारलाई पनि यो संस्थाले सहयोग गर्नेछ, ताकि हामीले गरेको कार्यहरूले गर्दाखेरि नेपाल सरकारसँग पनि कतिवटा कार्यहरू नेपाल सरकारले गर्न नसकेको कार्य पनि हामीले चाहिँ यसको एउटा हामी नेपाल सरकार पनि केही भाग हो है। त्यसकारण यो महत्त्वपूर्ण छ र यो चाहिँ संस्था चाहिँ सीमित कास्कीमा मात्रै नरहिकन कास्कीद्वारा नेपालको सबै जिल्लाहरूमा 77वटा जिल्लामा पुग्ने एउटा उद्देश्य र यसको भावी योजना भएको कारणले गर्दा पनि यो अति महत्त्वपूर्ण छ र यो चाहिँ यो कार्यले गर्दा मानिसहरूको जीवन चाहिँ अन्धकारमा बसिरहेकोहरू र पीडितमा बसिरहेकोहरू, दमनमा रहेकाहरूलाई पनि यसले काम गर्नेछ। यो निष्पक्ष संस्था हो, यसले पक्षपात गर्दैन। यसले यो तेरो मान्छे र मेरो मान्छे यसमा हुँदैन है, यो एकदमै निष्पक्ष भएको कारणले गर्दा पनि यो संस्था चाहिँ महत्त्वपूर्ण छ। त्यस कारणले हामी सबैजनाले चाहिँ यसलाई हातेमालो गर्दै अगाडि बढ्नको लागि पनि म आह्वान गर्दै मेरो 2 शब्द यहाँ राख्छु। हस्, जय मसीह।